ल नेपालभरिका विश्वभरिका दाजुभाइहरू दिदीबहिनीहरूले हेर्नुहोस्, तपाईँलाई एउटा उदाहरण देखाउन खोजिरहेको छु। आजको यो चुनावको प्रचार प्रसार गर्ने क्रममा एउटा गाउँमा चाहिँ यहाँका चाहिँ जनताहरूले चुनाव खर्च भनेर मलाई चाहिँ यसरी पैसा दान गर्नुभएको छ। यसरी दान गर्ने धेरै गाउँहरूमा गर्नुभएको छ। यो चाहिँ आज एउटा उदाहरणको रूपमा देखेको। यो चाहिँ मैले जनतालाई पैसा बाँडेको होइन क्या, जनतालाई पैसा बाँडेको होइन, जनताले नै मलाई चाहिँ चुनाव खर्च भनेर उहाँहरूले चाहिँ धेरै ठाउँमा दिइरहनु भएको छ। कति ठाउँमा चाहिँ धेरै जसो ठाउँमा खाना पनि एकदमै अब सम्पूर्ण यो चुनावको अभियानको टोलीलाई पनि चाहिँ खाना चाहिँ एकदमै फ्रीमा खुवाउनु भएको छ, स्पोन्सर गरेर खुवाउनु भएको छ। यसरी यो एउटा उदाहरण हो। पैसा बाँड्नु हुँदैन भन्छु मैले, र मैले पनि बाँडेको छैन। झन् उल्टो जनताले मलाई पो पैसा दिइरहेछन् त। जनताको सहयोगको लागि चाहिँ धन्यवाद छ। धेरै गाउँहरूमा धेरै ठाउँहरूमा चाहिँ यसरी चाहिँ पैसाहरू आइरहेको छ। यो सबै हिसाब किताब चाहिँ मैले अन्तमा चुनावको अन्तमा चाहिँ बुझाउने छु। सबैको नाम लिस्ट तयार गरेको छ। ल, धन्यवाद छ।